युएसँग टी20 सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले 6 विकेटले पराजित भएको छ। त्रिपुरा क्रिकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि युएले डिएल्फ मेथडबाट आधारमा 10 ओभरमा 87 रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य युएले 7 बल बाँकी छँदै 4 विकेट गुमाएर पुरा गर्यो। युएका कप्तान मोहम्मद वासिफले सर्वाधिक 33 रन बनाए। अलिसान सराफुद्दीले 18 रनको योगदान दिए। बलिङमा नेपालका सन्दीप लम्बिछानेले 3 विकेट र कुशल मल्लले 1 विकेट लिए। त्यसपछि नेपालले 18 ओभर 7 बलको खेल सकिँदा 8 विकेट गुमाएर 122 रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। नेपालका कप्तान दिपेन्द्र ऐरी 32 रन र सन्दीप लम्बिछाने 2 रनमा अबाजित रहे। कुशल भुर्तेल 16, अर्जुन साउद 13, सन्दीप जोरा 6, कुशल मल्ल 17, बसिर अहमद 14, गुलसन जहा 1, नन्दन यादव 13 र शेर मल्ल 0 रनमा आउट भए। बोलिङमा युएका मोहम्मद जुहैबले 3, जुनैद सदिकले 2, साहिद हैद र मोहम्मद आरफानले 1-1 विकेट लिए। नेपाल र युए बीचको दोस्रो खेल मङ्गलबार हुनेछ।